वाह वाह, बालन शाहको भोट माग्ने तरिका। एकपटक यो भिडियो हेर्नुहोस्। एगो बात अंतिम में कहे चाहे छी, छोट में एगो बात अंतिम में कहे चाहे छी। आई एगो मधेसिया छौड़ा प्रधानमंत्री बनेला है, वहीला वहीला आई एगो मधेसिया पीएम बने वाला है, वहीला घंटी में वोट नहीं रहे के। सही लोग आवे वाला है, वहीला घंटी में वोट रहे के। सही समय आए वाला है, वहीला घंटी में वोट रहे के। सही सरकार आए वाला है, वहीला घंटी में वोट रहे के। सब गोरा के फेरू मन से धन्यवाद। जय जानकी माता, जय मिथिला, जय मधेस, जय देश, जय नेपाल, जय घंटी। साथीहरू, यहीँबाट प्रश्न हुन्छ कि अरू नेता भन्दा बालेन शाह कति फरक छन् त भन्ने कुरा। अरूले भोट माग्दै गर्दाखेरिमा बालेन शाह मधेसको छोरो, बालेन शाहलाई मधेसीले भोट हाल्नुपर्छ भनेर भोट मागे भने बालेन शाहले भोट माग्दै गर्दाखेरिमा बालेन शाहलाई मधेसीको छोरो भनेर भोट नहाल्नु ताकि एउटा राम्रो मान्छे सरकारमा आउँदैछ भनेर भोट हाल्नुहोस्। उनले आफूलाई मधेसीको छोरो भनेर भोट हाल्न भन्दा एउटा राम्रो मान्छे भनेर भोट हाल्नको निम्ति मतदाताहरूलाई आग्रह गरेका छन्। यो नि त एउटा छुट्टै तरिका। जाति, धर्म, भाषा, सम्प्रदाय यी सबै कुराहरू बेचेर भोट माग्न भन्दा आफ्नो एजेन्डा बेचेर भोट माग्नु, त्यो नै नेताको सबैभन्दा पहिलो गुण हुनुपर्छ। जुन कुरा आज बालेन शाहले यहाँनिर प्रश्न देखाएका छन्।